नेता त बालेन्द्र रवि जस्तै हुनुपर्छ साथी हो, किनकि उनीहरूले कम्तीमा पनि आफ्नो बाचा पुरा गरेरै छोडे। उनीहरूले के भनेका थिए भने हाम्रो पार्टीको नेतृत्वमा जब सरकार गठन हुन्छ त्यो सरकार 100 दिन पुग्दा नपुग्दै विदेशीका युवाहरूमध्येबाट कम्तीमा पनि 100 जना युवाहरूलाई नेपालमा रोजगार सिर्जना गरेर नेपाल फर्काउने अभियान सुरु गर्नेछौँ। र यो 5 वर्षमा हैन सबै युवाहरू विदेशीका नेपालीहरूलाई चाहिँ नि नेपाल फर्काउने र यहीँ रोजगारी सिर्जना गरेर नेपाल फर्काउनेछौँ र देशलाई समृद्ध बनाउनेछौँ। अथवा चाहिँ कुनै पनि यो 5 वर्षपछि कुनै पनि नेपाली विदेश जानु पर्दैन र यहीँ रोजगारी सिर्जना गर्छौँ भनेका थिए। त्यसको सुरुवात उनीहरूले गरिसकेका छन्, बालेन सरकारको नेतृत्वले गरिसकेको छ। सुरुमा उनीहरूले 884 जनाको भ्याकेन्सी खोलेका छन् र पद के हो भनेर नसोध्नु साथी हो। पद चाहिँ स्वकीय सचिव है त। स्वकीय सचिवमा मन्त्री र सांसदहरूको स्वकीय सचिवमा 884 जनालाई चाहिँ नियुक्त गर्ने कुरा भएको छ र ती स्वकीय सचिवहरू राख्दाखेरि नियुक्ति गर्दाखेरि देशमा अथवा राज्यलाई प्रत्येक वर्ष कति 1 अर्ब बराबरको चाहिँ नि आर्थिक भार पर्ने देखिएको छ। तर त्यसको पनि अर्कै व्यवस्था भएको छ साथी हो, चिन्ता लिनु पर्दैन। ती स्वकीय सचिवहरूलाई वार्षिक 1 अर्ब चाहिँ नि लगानी गरे तापनि त्यसको छुट्टै व्यवस्था छ। त्यसको छुट्टै व्यवस्था के हो भने साथीहरू, तपाईँ हामी हैन कुनै प्राइभेट हस्पिटलमा उपचार गर्यौँ भने 3% हामीले कर तिर्नुपर्ने भएको छ, अथवा स्वास्थ्य कर। तपाईँ हामीले कुनै निजी हैन प्राइभेट स्कुलमा हाम्रा छोराछोरीलाई पढायौँ भने त्यसको पनि 3% हामीले तिर्ने भएको छ, अथवा शैक्षिक कर। त्यो मात्र हैन त्यसपछि चाहिँ नि तपाईहरुले चाहिँ नि बिजुली 50 युनिट भन्दा बढी तपाईले चाहिँ खपत गर्नुभयो भने त्यसको पनि तपाईले चाहिँ नि कर तिर्नु पर्ने भएको छ। त्यो लगायत धेरै छन्, यहाँ भनेर साध्य छैन। ती सबैबाट हैन अहिले चाहिँ नि 3% 5% कर बढाएर त्यसको चाहिँ तिनीहरूलाई पार्ने छुट्टै व्यवस्था गरेको छ हैन। त्यो चाहिँ समस्याको समाधान के उपाय त्यो गरेर 884 जनालाई सुरुमा जागिर दिने अथवा रोजगारी दिने भएको छ यो सरकारले। त्यसैले गर्दाखेरि जान्नेलाई छान्ने भनेर उफ्रिएका हामी नेता र जनता कार्यकर्ता सबैले ताली पिट्नुपर्ने अवस्था आएको छ साथीहरू। र हामी सबैले ताली पड्काउँ र जय नीलो क्रान्ति भनेर भनौँ है त साथी हो।